नमस्ते, म डाक्टर नवीन कुमार बनिया कलकत्ता टेलिभिजन। आज म क्या आउनुभएको 55 वर्ष रेडी हुन्छ। उहाँलाई लास्ट 5 इयर्सदेखि ग्यास्ट्रिक समस्या भएर विभिन्न ठाउँ देखाउनुभयो, ग्यास्ट्रिक ठिक नभएको। अब 1 महिनाबाट मैले उहाँको उपचार गर्न सुरु गरेँ ग्यास्ट्रिकको लागि। अब पेट दुख्ने समस्या, पेट फुल्ने समस्या होइन, खाना नबनाउने विभिन्न समस्या छ। ग्यास्ट्रिक समस्या विभिन्न ठाउँ देखाउनु भयो। विभिन्न ठाउँ देखाए पनि ग्यास्ट्रिक ठिक भइरहेको छैन। 1 महिना औषधि चलाइसकेपछि अहिले उहाँको ग्यास्ट्रिक धेरै राम्रो छ, पेट दुखाइ पनि कम छ। यसरी उहाँसँग सल्लाह गरौँ, कुरा गरौँ के भन्नुहुन्छ, उहाँलाई कस्तो छ उहाँले भन्छ। नमस्ते, हामी दर्शकहरूलाई भन्ने तपाईँलाई कस्तो छ अहिले, टाका देखाउनु भयो, पहिला के थियो, कति वर्ष भयो रोग लागेको, सब भन्नुहुन्छ। पहिला त अब कति वर्ष ग्यास्ट्रिक समस्या भयो, कति वर्ष भयो? ग्यास्ट्रिकको समस्या र धेरै वर्ष भइगयो। त अहिले त गाउँमा देखाएँ, गाउँमा ठिक भएको छैन। अहिले नेपालगञ्ज पनि ठिक भएको छैन। अहिले यहाँ देखाएँ 1 महिनापछि। अब 1 महिना औषधि खाएर अलि कम भयो। हजुर। अनि पहिला गाह्रो के हुन्थ्यो? गाह्रो त एकदम पेट दुख्छ, एकदम पोल छ, एकदम दम भर जस्तो लाग्छ, कर एकदम कमजोर। अहिले आराम छ? अहिले त आराम। खुसी हुनुहुन्छ? हजुर। धेरै धन्यवाद, थ्याङ्क यू।